A few moments later. हजुरको नाम के होला? नाम भन्नुहोस् त। नाम भन्नुहोस् न हजुरको। मेरो नाम के भन्नु? आफ्नो नाम जे हो त्यो भन्नुहोस् न। के नाम भनौँ कि निकनेम नाम भनौँ कि गाउँघरमा चलेको नाम भनौँ कि? गाउँघरमा चलेको नाम भन्नुहोस् न। मास्की जेठी। अनि घर चाहिँ कुन ठाउँमा हजुरको? उयो यो घर। अनि हजुरको माइती चाहिँ कुन ठाउँमा? उयो यता देख्नु नजिकै रहेछ त माइती। चेलीबेटी यता ए नजिकै रहेछ। तपाईँ त बहुत सोखी मान्छे रहेछ। बिचमा बस्नुभएको छ होइन? अनि तपाईँ बुढो चाहिँ कता हुनुहुन्छ नि? यता देखाउँथ्यो यता बिहा गर्नुहुन्थ्यो यता यता बिहा के गर्नुहुन्छ? यता ए यता पो हजुरको। अनि तपाईँलाई त सजिलो रहेछ त। सजिलो छ माइत जानु। चेलीबेटीलाई बोलाउनु फुत्त। ल अब त्यसो भए तपाईँ माइतीतिर गएर यसो परिचय गराउनु न मलाई। ल गराउनु। अलि चिलपारामा छन् माइतीहरू। अलि चिलपारामा छन् माइतीहरू। त्यसो चेलीबेटी घरतिर परिचय मेरो मेरो उ देखाउनु। यो तपाईँको मेहनत हो यो। ए राम्रो भएको रहेछ। ल तपाईँको प्रगतिको लागि धेरै धेरै धन्यवाद होइन। त्यो चेलीबेटीको घर हो होइन? त्यसो भए परिचय गराइदिनु उहाँ को हुनुहुन्छ। तपाईँको चेलीबेटीको घरमा त यस्तो कुखुरा पनि पाल्नु भएको रहेछ होइन? कस्तो राम्रो के हेर्नु नि घर बन्दै रहेछ होइन? एउटा मेरो चेलीबेटी त हो। उहाँ को हुनुहुन्छ? उहाँ हुनुहुन्छ तपाईँ भन्नुहुन्छ? मेरो आमा जुताई। अनि उहाँ चाहिँ को नि? उहाँ सानो भान्जी सानी भान्जी। ए अनि उता ठुलो मान्छे? मेरो भान्जी बुहारी। रहेछ त्यसो भए त। ल धन्यवाद। बनाउँदै हुनुहुन्छ कि माथि? घर बन्दै रहेछ। ल माइतीको यस्तै छ। हुन्छ हुन्छ। माइतीको घर यस्तो छ। माइतीको घर यस्तो छ र चेलीबेटीको घर यस्तो छ है। ल ल धन्यवाद तपाईँलाई चाहिँ हामीलाई चाहिँ परिचय गराइदिनु तपाईँ माइती त्यसै। उहाँ को हुनुहुन्छ? ठुली आमा चाहिँ हुनुहुन्छ? ए ल ल रमाइलो रहेछ। तपाईँ घर बिचमा यता उता माइती यता चेली? उता चेली उता बिचमा म उता माइती। ए उता माइती कस्तो जाड त खाएको छैन त। यता चेली उता माइती होइन? ठिक छ। दुःख सुखमा यता उता दुःख भन्ने त छँदै छैन, सुख मात्रै छ। दुःख भन्ने त छँदै छैन, सुख बात त सही है। मात्रै छ। ल बधाई छ त्यसो भए है त। पत्रकार त बस्दैन क्या खासमा। ल आजको कार्यक्रम यो परिचयात्मक कार्यक्रम चाहिँ यतिमै टुङ्ग्याउन चाहन्छु। ल अन्तिममा तपाईँको केही भनाइ छ भने राख्नुहोस् त। आजलाई त केही छैन। अझै अरू केही थाहा पाउनु छ भने बेला बेला मलाई कन्ट्याक्ट गर्नु, मलाई भेट्नु। योभन्दा अगाडिको भनिसकेँ, योभन्दा पछाडिको छ। ए ल हुन्छ त हस्।